नगरपालिकाभित्र चाहिँ यस्तो किसिमको हरेक किसिमको प्रोजेक्टहरू हरेक किसिमको संरचना विकासहरू भएको हुँदै रहेछ र भएको पनि रहेछ। सङ्घीय सरकार प्रदेश सरकारले बजेट चाहिँ त्यहाँ चाहिँ रिक्वेस्ट गरेर यहाँ ल्याएर चाहिँ कामहरू चाहिँ भइरहेको अवस्थाहरूको चाहिँ हामीहरूले जानकारी लियौँ। यो एक अत्यन्त सराहनीय देखियो। यसलाई चाहिँ हामीले काम भएको छैन भन्ने हिसाबले चाहिँ हेर्ने कुरा भएन। आफ्नो घरदेखि लिएर छरछिमेकीलाई बताउने चाहिँ यस्तो यस्तो हुँदै रहेछ है साथी, यो रहेछ, अब मैले बताउनै पर्ने हुन्छ, मलाई थाहा थिएन। राम्रो काम भइरहेछ। उहाँहरू नदेख्ने जति पनि नदेख्ने हुनुहुन्छ उहाँहरूले पनि एकचोटि अवलोकन गरी यो आफ्नै लेटाङ हो, आफ्नै नगरभित्र पर्ने सबै संरचनाहरू भइरहेछ र समग्रमा लेटाङ नगरीलाई एउटा जसरी एउटा चाहिँ भौतिक पूर्वाधारहरू निर्माण गर्ने क्रममा वास्तवमा चाहिँ भइरहेको अवस्था नै छ। लेटाङका प्रमुख राजनीतिक दलहरूले नगर क्षेत्रमा सन्तोषजनक रूपमा भौतिक विकास काम भइरहेको बताएका छन्। लेटाङ नगरपालिकामा सञ्चालित मुख्य विकास निर्माणका योजनाहरूको अनुगमन पश्चात नगरका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले नगर क्षेत्रको विकास सन्तोषजनक रूपमा भइरहेको पाइएको प्रतिक्रिया दिएका हुन्। सामाजिक सञ्जाल लगायतका विभिन्न फोरमहरूमा कतिपयले विकास निर्माणप्रति असन्तुष्टि जनाउँदै विरोध गर्ने गरेकोमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले भने नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा सन्तोषजनक रूपमै काम गरिरहेको पाइएको बताएका हुन्। गत सोमबार लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्ण कुमारी नेरौलाले नगरका महत्वपूर्ण योजनाहरूको अवलोकन गराए पश्चात प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। नेपाली कांग्रेसका नगर सभापति दीपक चन्द्र राईले नगर क्षेत्रमा क्रमागत रूपमा भौतिक विकास निर्माण काम भइरहेको पाइएको बताउनुभयो। उहाँले केन्द्रबाट सन्तोषजनक रूपमा बजेट नआएर समयमा योजना सम्पन्न नहुँदा जनमानसमा स्थानीय सरकारले काम नगरेको हो कि भन्ने भान परेको पनि बताउनुभयो। र समग्रमा लेटाङ नगरीलाई एउटा जसरी एउटा चाहिँ भौतिक पूर्वाधारहरू निर्माण गर्ने क्रममा वास्तवमा चाहिँ भइरहेको अवस्था नै छ। तपाईँ हामी सबैजना अहिले अवलोकन गर्ने क्रममा हामीले जे जति हामीले अवलोकन गऱ्यौँ त्यो कुराहरू निर्माण दिने अवस्थामा छ। विशेष गरी चाहिँ लेटाङ नगरपालिकाले आफ्नो योजनाहरू क्रमागत रूपमा चाहिँ विकास निर्माण गरिरहनु भएको छ होइन। जुन किसिमको अहिले चाहिँ राष्ट्रिय रूपमा नै हरेक कुराहरू चाहिँ अहिले बजेटहरू भने जस्तो सन्तोषजनकहरू आइरहेको अवस्था छैन। त्यस कारणले पनि भने जस्तो समयमा सोचे जस्तो समयमा र इन टाइममा चाहिँ हरेक योजना सम्पन्न भइरहेको अवस्था चाहिँ छैन। त्यस कारणले पनि अब जनमानसमा एक खालको चाहिँ होइन स्थानीय सरकारले केही गरेन कि भन्ने चाहिँ छ। तर त्यो चाहिँ खास प्राविधिक कारण चाहिँ के भन्दाखेरि चाहिँ प्रदेश सरकार चाहिँ सङ्घीय सरकारबाटै भने जस्तो बजेटिङ प्राप्त न। यसै गरी नेकपा एमाले नगर कमिटी सचिव जितबहादुर लामाले पनि नगर क्षेत्रको विकास निर्माणको अवस्था सन्तोषजनक नै रहेको पाइएको बताउनुभयो। उहाँले जनताका सबै अपेक्षा पूरा गर्न नसके पनि सबै क्षेत्रलाई समेटेर विकासका काम अघि बढिरहेको पाइएको बताउनुभयो। हामीले हेर्ने भने सन्तोषजनक नै मलाई लाग्छ। हुन त अब धेरै गरी के पनि भन्छ भन्दाखेरि जहिले पनि सत्ता पक्षसित जनताहरू चाहिँ रुष्ट भएको हुन्छ। त्यसले गर्दाखेरि पनि सत्ता पक्षसँग धेरै जनताहरूले चाहिँ आशा अपेक्षा गरेको हुन्छ। सबै आशा अपेक्षाहरू सत्ता पक्षले पुर्याउन सक्दैन। त्यसले गर्दाखेरि पनि जनताहरू चाहिँ सत्ता पक्षसँग रुष्ट भएको हुन्छ। तथापि जे भए पनि लेटाङ नगरपालिकाले अहिलेको परिवेशसम्म अहिलेसम्म हामीले हेर्दा बुझ्दाखेरि सबैलाई समेटेर सबै क्षेत्रमा चाहिँ समानुपातिक ढङ्गले चाहिँ अगाडि बढेको र सबै लेटाङवासी जनतालाई चाहिँ एकदम सुशासित ढङ्गले एकदम आफ्नो कुराहरू राखेर चाहिँ सुझबुझ गराएर सन्तोषजनक रूपमा चाहिँ राखेको मैले पाएको छु। यसैगरी एकीकृत माओवादीका नगर कमिटी अध्यक्ष भूपेश लिम्बुले नगर क्षेत्रमा भौतिक पूर्वाधार विकासको काम उल्लेखनीय रूपमा भइरहेको पाइएको बताउनुभयो। भौतिक विकासको क्षेत्रमा काम भइरहे पनि नगरवासीको आय आर्जन वृद्धि गर्ने विषयमा भने काम गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। पूर्वाधार विकासको योजनाहरू हामीले हेरिरहँदाखेरि कम्तीमा मलाई आफ्नो लागेको कुरा चाहिँ के हो भने व्यवस्था परिवर्तन सँगसँगै लेटाङ नगरपालिकामा के अरे गत निर्वाचनबाट निर्वाचित भएर जुन खालको चाहिँ अहिले सङ्घीय सरकारको आयोजना, राष्ट्रिय गौरवको आयोजना र प्रदेश सरकारको चाहिँ के अरे बजेटबाट र नगरपालिकाको मिश्रित के अरे आयोजना बजेटबाट चाहिँ जुन खालको चाहिँ विकास निर्माणको पूर्वाधारको कामहरू भइरहेछ यो एक अत्यन्त सराहनीय देखियो। यसलाई चाहिँ हामीले काम भएको छैन भन्ने हिसाबले चाहिँ हेर्ने कुरा भएन। तर तुलनात्मक रूपमा हामीले अरू कुरा के देख्न पाइनौँ भने कम्तीमा भौतिक पूर्वाधारको क्षेत्रलाई हेर्ने भने
त्यो काम भइरहेको छ। तर अघि यहाँ हाम्रो अग्निजीले भने जस्तै अलिकति सृजनशीलतामा यहाँको चाहिँ के अरे सिपमूलक कार्यक्रमहरू उद्यमशीलतालाई जोडेर आय आर्जनका कामलाई पनि अलिकति बेला चाहिँ बढी यो आउने बजेट अथवा आउने नीति तथा कार्यक्रममा त्यो खालको चाहिँ एउटा कार्यक्रममा आएर अगाडि बढेर राम्रो हुन्छ भन्ने कुरा मेरो राख्न चाहन्छु। यसै गरी एकीकृत समाजवादीका नगर अध्यक्ष अग्नि पौडेलले नगर क्षेत्रमा भौतिक विकासका काम भइरहे पनि आर्थिक विकास र सामाजिक विकासका क्षेत्रमा भने धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले नगरवासीको समृद्धिका लागि उद्यमशीलताको विकासका क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो। विकास हुनको लागि त अब पूर्वाधारहरू आफ्ना ठाउँमा बनेका छन्, अब आर्थिकसँग जोडिएका कुराहरू छन्। तर लेटाङ नगरपालिकाले जति विकास गरेन, नगरपालिकाले गरेन भन्ने हिसाबमा सङ्घीय सरकारले लगानी गरेको बजेटहरू पनि नगरपालिकाको पहलमा भएको, प्रदेश सरकारले गरेको बजेटहरू पनि नगरपालिकाको पहलमा भएको, नगरपालिकाले आफ्नो बलबुताले भ्याए जतिका चाहिँ कामहरू गरेको अवस्था चाहिँ हामीहरूले आजको अवलोकनबाट चाहिँ त्यो देखिन्छ र त्यसलाई हामीहरूले चाहिँ भएको रहेछ पनि भन्ने हुन्छ। अब काठमाडौँ महानगरपालिकाको जस्तो विकास खोज्ने उता ठुल्ठुलो नगरपालिकाको जस्तो लेटाङमा विकास खोजेर हुँदैन। अब उनीहरूको आर्थिक अनुसारले गर्यो, नगरपालिकाले आफ्नो आर्थिक अनुसारले चाहिँ सङ्घीय सरकार प्रदेश सरकारको बजेट चाहिँ त्यहाँ चाहिँ रिक्वेस्ट गरेर यहाँ ल्याएर चाहिँ कामहरू चाहिँ भइरहेको अवस्थाहरूको चाहिँ हामीहरूले जानकारी लियो। अलिक बेसी चाहिँ अहिलेको सरकारको कन्सेप्ट पनि त्यही हो, जनताको कन्सेप्ट पनि त्यही हो, जनप्रतिनिधिहरूको कन्सेप्ट पनि त्यही हो। अलिक भौतिक संरचनामा बेसी चाहिँ गइरहेको अवस्था छ। यो भौतिक संरचनाहरूलाई चाहिँ अलिकति कम गर्दै अलिकति उद्यमसँग सम्बन्धित, जस्तो लेटाङ नगरपालिकाले चाहिँ उद्यमसँग सम्बन्धित भयो भने त्यहाँको समुदायहरू बेरोजगारलाई चाहिँ रोजगार बनाउनको लागि त्यस्ता उद्यमहरू सञ्चालन गर्नु पाइयो। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रत्न सूर्य मगरले पनि अवलोकनका क्रममा नगर क्षेत्रमा भौतिक विकासको काम सन्तोषजनक रूपमा भइरहेको पाइएको बताउनुभयो। नगरपालिकाले काम गरेन भनेर गुनासो आउने गरेको भए पनि त्यसमा सत्यता नरहेको उहाँको भनाइ छ। जति पनि नगरपालिकामा विरोध भइ नै राखेको थियो जहिले पनि, अब नगरपालिका अथवा कुनै कर्मचारी अथवा प्रतिनिधिज्यूहरूले कुन ढङ्गले काम गरिराख्नु भएको छ देखिएको छैन भन्ने क्रममा चाहिँ म के भन्न चाहन्छु भने आजको अवलोकनबाट अलिकति केही कालीबुजुली सडकमा हामी पुग्यौँ, लगायतको डम्पिङ साइट पुग्यौँ तल 3 नम्बरमा। त्यसै गरेर 1 नम्बरमा भएको संरचनाहरू सङ्घीय प्रदेश र तपाईँको सङ्घीय प्रदेशदेखि जसरी बजेट आए पनि यहाँको नगरबाट गर्नुपर्ने इन्डिभिजुअली कामहरू सबै कुरा देख्नु पाउँदा अलिकति खुसी लागिरहेका छौँ। हामीले यो जति पनि राजनीतिक दलका साथीहरू यहाँ उपस्थिति हुनुहुन्छ उहाँहरूले पनि आफ्नो आफ्नो भनाइ राख्नुहुन्छ होला, तर मलाई लागेको कुरा चाहिँ मबाट भन्नुपर्ने मेरो शब्दहरू चाहिँ राम्रो काम भइरहेछ। उहाँहरू नदेख्ने जति पनि नदेख्ने हुनुहुन्छ उहाँहरूले पनि एकचोटि अवलोकन गरी यो आफ्नै लेटाङ हो, आफ्नै नगरभित्र पर्ने सबै संरचनाहरू भइरहेछ। यसरी हेर्दाखेरि अलिकति काहीँ मलाई खुसी लागिरहेछ। यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर कमिटी अध्यक्ष किशोर राईले नगर क्षेत्रभित्र धेरै विकास निर्माणका काम भएको पाइएको बताउनुभयो। नगरपालिकाले केही गरेको छैन भन्ने भ्रम रहेको भन्दै उहाँले धेरै विकास निर्माणका कामहरू हुँदै गरेको पाइएको बताउनुभयो। आज हाम्रो यो अवलोकनले के चाहिँ छर्लङ्ग पार्यो भने हाम्रो नगरपालिका अन्तर्गत भित्रमा कस्ता कस्ता किसिमको चाहिँ के रहेछ भन्ने कुरा हामी जानकारी पायौँ। जस्तो लाग्थ्यो कि हामी सुतेको छौँ भन्ने त्यस्तो किसिमको अवगत हुन्थ्यो हाम्रो मनमा। तर अहिले हामीले हाम्रो नगरपालिका भित्रमा कस्ता कस्ता किसिमको प्रोजेक्टहरू, कस्ता कस्ता किसिमको चाहिँ परिवर्तन कुराहरू चाहिँ बनिसकेको रहेछ, बन्दै रहेछ। तर आज हामीले यो कुरा स्पष्ट पाउँदाखेरि धेरै खुसी लागेको छ। र आजका दिन यो हामीले अवलोकनको रूपमा हिँडेर हामी यसरी हिँड्दा र हामीले देख्दाखेरि त्यो ठाउँ टेक्दाखेरि हामीले हाम्रो नगरपालिकाभित्रका अन्तर्गतका जनता जति पनि गाउँ समाजका अभिभावकहरूलाई हामीले यो कुरा भन्नु हाम्रो आवश्यक, तर हामी सुनाउनेछौँ र सुनाउनु पर्छ पनि। कतिपय यहाँका जनताहरूले हाम्रो नगरपालिका सुतेको छ, के रहेछ र के बनेको छैन भन्ने कुरा कतिले सोचिरहेको थियो। तर आज हामीले यो कुरा स्पष्टता हामीले थाहा पायौँ। थाहा पाउँदाखेरि आज हामीले कमलपुरदेखि सुरु गरेर हामी राजा रानी हुँदै हामी चाहिँ याङसिला हुँदै आज हामी जाँते हुँदै यसरी हामी अब घुम्दैछौँ। तर आज यस्तो किसिमको नगरपालिकाभित्र चाहिँ यस्तो किसिमको हरेक किसिमको प्रोजेक्टहरू, हरेक किसिमको संरचना विकासहरू भएको हुँदै रहेछ र भएको पनि रहेछ। यसै गरी जसपा नेपालका प्रतिनिधि रामकुमार राईले अवलोकनका क्रममा लेटन नगर क्षेत्रमा धेरै विकास निर्माणका काम भएको पाइएको बताउनुभयो। ती कामहरूबारे आफूलाई समेत यसअघि थाहा नभएको भन्दै उहाँले नगरपालिकामा केही भएको छैन भन्ने केवल हल्ला मात्र भएको बताउनुभयो। थुप्रै कुरो जानकारी भयो र एकदमै खुसी लागेको छ होइन।
अब गाउँमा जनताले के भन्छ भने केही भएकै छैन, केही गरेकै छैन भन्ने कुरा छ। यो करिब करिब मैले बिहानदेखिको लिएर अहिलेसम्म 21वटा पोइन्ट नोट गरेको छु। यसै अब म धेरै कुरा भन्दिनँ, यसै 21वटा पोइन्टमा म आफ्नो घरदेखि लिएर छरछिमेकीलाई बताउने छु यस्तो यस्तो हुँदै रहेछ है साथी, यो रहेछ। अब मैले बताउनै पर्ने हुन्छ, मलाई थाहा थिएन। यसैगरी खम्बन राष्ट्रिय मोर्चाका प्रतिनिधि दिलराम राईले पूर्वाधार विकासका क्षेत्रमा नगरपालिकाले आफ्नो बलबुताले भ्याइसम्म काम गरिरहेको पाइएको बताउनुभयो। उहाँले विकास निर्माणको कामको गुणस्तरको विषयमा नियमन र अनुगमन भने प्रभावकारी रूपमा गर्नुपर्नेमा जोड दिनुभयो। नगरपालिकाले अहिले गर्दै ल्याएको संरचनाहरू जति पनि हामीले अवलोकन गर्ने अवसर प्राप्त गरियो। जहाँसम्म नगरपालिकाले अहिले आफ्नो बलबुत्ताले भ्याइन्जेलसम्म काम अगाडि बढाउन कसरत गरेको छ। अब यसमा मैले भन्नुपर्ने छोटोमा मैले भन्नुपर्दाखेरि कति कामहरू चाहिँ भइरहेको छ, तर काम गर्दाखेरि कति चाहिँ बलियो हुँदैछ, कतिको कमजोर हुँदैछ, त्यसको निगरानी गर्ने जिम्मा स्थानीय सरकारकै हो। सङ्घीय सरकारले निर्माण गरे पनि भोलि गएर प्रयोग गर्ने हामीले, प्रदेश सरकारले निर्माण गरे पनि प्रयोग गर्ने हामीले, र स्थानीय सरकारले नै त्यो निर्माण गरे पनि प्रयोग गर्ने हामी सबैले। त्यसो भएको कारण गर्दाखेरि त्यसलाई नजिकबाट निहाल्ने गरी त्यसलाई अनुगमन गरिनुपर्छ। लेटा नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले पहिलो चरणमा केही भौतिक पूर्वाधारहरूको अवलोकन गरिएको भन्दै आगामी दिनमा आर्थिक तथा सामाजिक विकास तथा सुशासनका क्षेत्रमा भएका कामबारे पनि जानकारी गराउने बताउनुभयो। उहाँले राजनीतिक दलका प्रतिनिधिहरूले दिएका सुझावहरूलाई आगामी वर्षको नीति बजेट तथा कार्यक्रम निर्माणका क्रममा सम्भव भएसम्म समेटेर अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो। यहाँहरूले दिनुभएको सुझावहरू हामीले टिपेका छौँ, रेकर्ड गरेका छौँ। त्यसलाई चाहिँ हामी सम्पत्तिको रूपमा लिनेछौँ। 82-83 को नीति निर्माणको काम भएको हुनाले कति एड्रेस गर्न सक्छौँ हामी एड्रेस गर्नेछौँ। दोस्रो कुरा, आजको हाम्रो अवलोकनको उद्देश्य हाम्रो पूर्वाधारको अवलोकन मात्रै थियो। कुनै बेला समय मिल्यो भने अब सफ्टवेयरको पाटो र सेवा प्रवाह र सुशासनको पाटोमा हामी दलका प्रमुखहरूलाई होइन सँग हामी बसेर बातचित गर्नेछौँ। यतातिर पनि केही नभएको होइन, तर एकैचोटि सबै कुरो हेर्न र भिजिट गर्न गाह्रो भएको हुँदाखेरि पूर्वाधार पनि हामी सबैले हेरिसकेका छैनौँ अहिले है। पूर्वाधारकै कुरा गर्ने पनि सबै हेरिसकेको स्थिति होइन र पूर्वाधारमा हामी केन्द्रित भएर अलिकति अरूतिर छायामा पऱ्यो कि भन्ने स्वाभाविकै हो। अरू ठाउँमा पनि केही कामहरू भएको छ, तर त्यो कामहरूलाई चाहिँ फेरि पनि हामी कुनै कस्तो खालको अपोजन गर्दाखेरि दलका साथै हामी इन्ट्रेक्सन गर्न पाउँछौँ। त्यो चाहिँ हामी सायद मलाई लाग्छ उपयुक्त समयमा यहाँसँग सल्लाह गरेर फेरि पनि त्यो सफ्टवेयरको पाटो र सेवा प्रवाह र सुशासनको पाटोमा हामी फेरि पनि सेयर गर्नेछौँ। लेटा नगरपालिकाले नगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूलाई नगर क्षेत्रमा नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट सञ्चालन भइरहेका पूर्वाधार विकास आयोजनाहरूको बारेमा जानकारी दिने उद्देश्यले स्थलगत रूपमा अवलोकन गराएको हो। अवलोकनमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिहरूले नगर क्षेत्रको भौतिक विकासका बारे सकारात्मक प्रतिक्रिया दिनुले नगरपालिकामा भौतिक विकासको क्षेत्रमा आशा जगाउने गरी काम भइरहेको ठहर गर्न सकिन्छ।